नमस्ते, जय गोर्खा। र मेरो मनमा अलिकति खुल्दुली लागेको एउटा विषय लिएर हजुरहरूको बीचमा शेयर गर्न लागि भिडियो बनाइरहेको छु। र जतिले पनि भिडियो हेर्नुहुन्छ प्लिज एकदम पोजिटिभ तरिकाले लिदिनु होला, यसलाई नेगेटिभ साइडमा लाने कोसिस नगरिदिनु होला। र विषय चाहिँ के हो भने भर्खरै जुन भएर गएको गोर्खा सांस्कृतिक महोत्सवमा जति पनि हाम्रो आसामको महानुभावहरू उपस्थित हुनुभएको थियो, गोर्खाली जनमानस उपस्थित हुनुभएको थियो र सोसियल मिडिया मार्फत देख्नु पाइयो। सबैले एकदम पोजिटिभ वार्ता दिइरहेको र उहाँहरूको वार्ताले यो बुझाइराख्नु भएको थियो कि आसाममा बसोबास गर्ने गोर्खाली जनमानसको लागि माने गोर्खा कल्चरलाई लिएर भारत सरकारमा एउटा राम्रो वार्ता पुगेको छ भन्ने खालको उहाँहरूले एउटा मेसेज दिइराख्नु भएको थियो। म पनि कल्चरमा रुचि भएको व्यक्ति र जुन जातिको कल्चर छैन त्यो जातिको अस्तित्व छैन, त्यसै पनि हाम्रो यो भनाइ छ र कल्चरले नै आफ्नो जातिको पहिचान दिन्छ र एकदमै खुसीको कुरो हो। राई किरात महासभाका सांस्कृतिक सचिव पनि उहाँ आफ्नो कल्चर टोलीलाई लिएर उपस्थित हुनुभएको रहेछ, विनिता नाना। र उहाँलाई प्रश्न गर्नुभएको रहेछ हजुरलाई यस प्रोग्राममा आएर कस्तो अनुभव भइरहेको थियो भन्दाखेरि उहाँले सिधा सिधी भन्नुभएको छ कि मलाई चाहिँ यस प्रोग्राममा पस्ने साथसाथै एकदमै दुःख लागेको छ, मलाई कुनै साइडबाट यस प्रोग्राममा चाहिँ मलाई राम्रो लागेको छैन भनेर भन्नुभएको छ। र यो भिडियो हजुरहरूले हेर्नु होला अलिकति। म त यहाँ पस्ने बित्तिकै मलाई धेरै दुःख लागेछ, खुसी मलाई अलिकति पनि छैन। मलाई म सच्चै कुरा भन्छु भने नि यहाँ मलाई राम्रो लागिरहेको छैन। किनभने यो जिटिसीले गरे गोर्खा फेस्टिभल होइन, सांस्कृतिक महोत्सव अरे, खोइ कहाँ छ, कुन चाहिँ जातिको यहाँनिर छ भन्नुहोस्, कुन चाहिँ जातिको प्रदर्शन यहाँ भन्दैछ। कहाँको 12 बोर्ने, 1 बोर्ने, दुर्बोर्ने बोर्ने पनि छैन, अनि दुःख लाग्दैन। त्यही पनि म आशा राख्दछु आउने दिनहरूमा होइन सबै कम्युनिटीहरूलाई भेला गरेर गराउने गर्नुहुनेछ। यहाँको जति पनि कार्यकर्ताहरू, जति पनि यहाँ समितिका उहरू छन्, त्यही भनेर म अब उहाँहरूलाई पनि अब आह्वान गर्न चाहन्छु यस्तो नहोस्, ताकि दुःख लागोस्। मलाई मात्रै अरूलाई लाग्छ राम्रै लाग्दैछ होला, तर मैले भित्रको कुरा यसो हेर्दाखेरि राम्रो लागेन। किन म पनि जाति प्रेमी मान्छे होइन, जाति चाहे म राईको जातिलाई मात्रै माया गर्ने, अरू जातिलाई माया गर्छु। त सब जातिले आफ्नो आफ्नो संस्कृति, कला, वेशभूषा एकदम सब जगेर्ना गर्नु पर्छ भन्ने म चाहन्छु। अहिले होइन, आज होइन, भोलि होइन, सब दिन हमेसा म यो चाहन्छु सबै जातिले आफ्नो कला कृष्टिहरू जगेर्ना गर्दै जानुपर्छ भने। तर यहाँ आएर म एकदम 100मा मलाई त अब 99% एकदम दुःख छ, धेरै दुःख छ। र हजुरहरूले भिडियो हेरिहाल्नुभयो र यस विषयलाई लिएर मेरो मनमा एकदमै खुल्दुली लागिरहेको थियो र हजुरहरूको बिचमा यो भिडियो मैले सेयर गरेको। जतिले पनि न्युज पोर्टलमा भनिराख्नु भएको थियो कि 100मा 100% एकदम राम्रो प्रोग्राम भएको छ, राम्रो वार्ता दिन्छ आसाममा बसोबास गर्ने गोर्खा जातिको लागि भन्नुभएको थियो। तर अचानक यो दिदीले भन्नुभयो कि 100मा 99% नराम्रो भयो र 1% मात्रै उहाँले एक्सेप्ट गर्नुभयो राम्रो भनेर। र उहाँ दिदीले भन्नुभएको कुरो सही हो कि या त यत्रो सोसियल मिडियामा धेरैजनाले जुन एउटा राम्रो वार्ता भनेर जुन भन्नुभएको छ उहाँहरू सही हो। हजुर एक बार राम्ररी विचार गरेर आफ्नो आफ्नो प्रतिक्रिया राखिदिनुहुन्छ भन्ने आशा राखेको छु। र हामी आसाममा बसोबास गर्ने सम्पूर्ण गोर्खा जातिले यसको बारेमा जान्नु जरुरी छ, कारण किनकि यो जुन प्रोग्राम भएको छ यो सम्पूर्ण आसाममा बसोबास गर्ने गोर्खा जातिको पुँजीबाट भएको प्रोग्राम हो। र हजुरहरूले कमेन्ट गरेर आफ्नो आफ्नो प्रतिक्रिया राख्नुहुन्छ भन्ने आशा राखेको छु। धन्यवाद, जय गोर्खा। र कतै भुल भएको छ भने हजुरहरूले अम्ल्याएर देखाइदिनु होला। म चाहिँ सक्दो चाहिँ भुल वा कसैलाई गल्ती देखाउँछु भनेर गरेको होइन, र सही के हो त्यो मात्रै जान्न खोजेको। फेरि पनि धन्यवाद।